हेलो नमस्ते वेलकम टु साकुरा रेजी पोस्ट सिस्टम। आज हामी तपाईहरुलाई साकुरा रेजीमा क्याटेगोरी कसरी रजिस्टर गर्ने भन्ने बारे देखाउन गइरहेका छौं। सबैभन्दा पहिले मेनु बारमा जानु होला। त्यहाँ सब मेनु भन्ने बटन देख्न सक्नुहुन्छ, त्यसमा क्लिक गर्नु होला। त्यसपछि क्याटेगोरीमा क्लिक गर्नु होला। त्यसपछि तपाईले राइट साइडको टपमा रजिस्टर भन्ने बटन देख्न सक्नुहुन्छ, त्यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि क्याटेगोरी रजिस्ट्रेसन फर्म खुल्नेछ। फर्म भित्र हामी यो एस्ट्रिक सिम्बल देख्न सक्छौं। यो चाहिँ हामीले खाली छोड्न नमिल्ने ठाउँहरु हो। यसमा चाहिँ तपाईले केही न केही डाटा एन्ट्री गरेकै हुनुपर्छ र एस्ट्रिक नभएको ठाउँ चाहिँ अप्सनल हो। यो चाहिँ तपाईले खाली छोड्न पनि सक्नुहुन्छ। आज हामी करी भन्ने क्याटेगोरी क्रिएट गर्न गइरहेका छौं। त्यसको लागि पब्लिशमा क्लिक गर्नु होला। त्यसपछि मिल टाइम, लन्च र डिनर छ। लन्च टाइममा डिस्प्ले गर्ने क्याटेगोरी हो भने लन्च मात्र क्लिक गर्नु होला। डिनर टाइममा डिस्प्ले गर्ने क्याटेगोरी हो भने डिनर मात्र क्लिक गर्नु होला। र अहिलेको हाम्रो करी भन्ने क्याटेगोरी चाहिँ लन्च र डिनर दुवै टाइममा डिस्प्ले गर्ने भएर हामीले दुवैतिर क्लिक गर्यौं र क्याटेगोरी नेम इंग्लिश लेखेको ठाउँमा इंग्लिशमा नाम लेखिदिनु होला र जापानिज लेखेको ठाउँमा चाहिँ जापानिजमै टाइप गर्नु होला। त्यसपछि हामीले यो दुईटा फिल्ड चाहिँ खाली छोड्न सक्छौं। हाम्रो ब्याकग्राउन्ड कलर पनि अप्सनल रहेकोले यो पनि तपाईहरुले चुज गर्न सक्नुहुन्छ र खाली छोड्न पनि सक्नुहुन्छ। र त्यसैगरी प्रिन्टरको केसमा करी भन्ने फुड आइटम रहेकोले हामीले किचन प्रिन्टर चुज गर्छौं। यदि हाम्रो क्याटेगोरी नेम ड्रिंक्स हुन्थ्यो भने हामीले बार प्रिन्टर चुज गर्थ्यौं। तपाईहरुले कसरी बुझ्नु होला भन्दा फुड आइटमको लागि किचन प्रिन्टर र ड्रिंक आइटमको लागि बार प्रिन्टर भनेर बुझ्नु होला। र त्यसपछि हाम्रो सर्टिङ भन्ने छ अर्को। यसमा चाहिँ तपाईले नम्बर इन्ट्री गर्न सक्नुहुन्छ। हामीले 10 20 30 40 गरेर गर्छौं सर्टिङ चाहिँ। ल अहिले मैले 10 भनेर राखे। त्यसपछि रजिस्टर बटन क्लिक गरिदिनु होला। रजिस्ट्रेसन कम्प्लिट भनेर आउँछ। यसरी हाम्रो रजिस्ट्रेसन कम्प्लिट भइसकेको छ र तपाईले देख्न सक्नुहुन्छ करी भनेर सर्टिङ 10 मा बसेको छ। अब जस्तो स्न्याक्स, लन्च, डिनर भनेर हाम्रो यो तल 00 भएर बसेको छ। अब यसलाई चाहिँ अब स्न्याक्सलाई 20 भनेर राख्न मिल्छ। यसलाई अपडेट गरेर तपाईहरुले सर्टिङमा गएर यो सर्टिङ नम्बर 20 गरिदिनु भयो भने यसरी करीको तल स्न्याक्स आएर बस्छ। अब 30 40 50 60 गर्दै आफ्नो इच्छा अनुसार तपाईहरुले क्याटेगोरी मिलाएर राख्न सक्नुहुन्छ हाम्रो सिस्टममा।